रोहित पौडेललाई कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई बनाइयो टिमको नयाँ कप्तान। के अब सन्दीपले टिमको जिम्मेवारी सम्हाल्न सक्छन् त? अनि किन रोहित र दिपेन्द्र हुँदाहुँदै सन्दीपलाई कप्तान बनाइयो त? नेपाल क्रिकेट संघ क्यानले नेपालको ओडिआई टोलीको कप्तानीमा ठूलो परिवर्तन गरेको छ। रोहित पौडेललाई ओडिआई कप्तानीबाट हटाइएको छ र त्यो जिम्मेवारी अब लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ। यो निर्णय किन गरियो, यसको पछाडिको कारण के हो र यसले नेपाली क्रिकेटको भविष्यमा कस्तो असर पार्ला भन्ने बारेमा आजको भिडियोमा पूरा कुरा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला किनकि हामी टोली सेलेक्सन, आगामी टुर्नामेन्टहरू र स्टेक्स एनालिसिस समेत गर्दैछौँ। अब भिडियोलाई सुरुबाट सुरु गरौँ। नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपालको पुरुष ओडिआई टोलीको नयाँ कप्तान बनाएको छ। सन्दीपले 2022मा पनि नेपालको ओडिआई कप्तानी गरिसकेका थिए र 4 वर्षपछि उनी फेरि यो जिम्मेवारीमा फर्किएका हुन्। यो परिवर्तन आउनुको मुख्य कारण भनेको नेपालको आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 मा भएको निराशाजनक प्रदर्शन हो। लिग 2 मा नेपालले जुन प्रकारको लय देखाउनु पर्ने थियो त्यो देखाउन नसकेपछि बोर्डले कप्तानीमै हात हाल्ने निर्णय गरेको देखिन्छ। रोहित पौडेलको लागि यो निर्णय निकै ठूलो झट्का हो, किनभने उनले ओडिआई मात्र होइन T20I कप्तानी पनि गुमाएका छन्। T20I कप्तानी अब दिपेन्द्र सिंह ऐरीलाई दिइएको छ। यसको मतलब रोहित पौडेल अब कुनै पनि फर्मेटमा नेपालको कप्तान छैनन्, तर उनी टोलीबाट भने बाहिरिएका छैनन्। उनी अब एउटा ब्याट्सम्यानको भूमिकामा टोलीमा रहनेछन्। यसले के देखाउँछ भने बोर्डले रोहितको ब्याटिङ क्षमतामाथि अझै भरोसा गरेको छ, तर नेतृत्वको जिम्मेवारी भने अब उनको हातबाट गइसकेको छ। रोहित पौडेलको कहानी हेर्ने हो भने यो एकदमै इन्ट्रेस्टिङ छ। उनी जब 20 वर्षको उमेरमा कप्तान बनेका थिए त्यो बेला पनि नेपाली क्रिकेट एउटा गाह्रो समयबाट गुज्रिरहेको थियो। सन्दीप लामिछाने आफै विवादमा परेर निलम्बनमा थिए। रोहितले त्यो चुनौतीपूर्ण समयमा टोलीलाई सम्हाले र 2023मा जिम्बाब्वेमा भएको वर्ल्ड कप क्वालिफायरको टिकट पनि दिलाए। अब उही किसिमको साइकल घुमेर फेरि सन्दीप कप्तान बनेका छन् र रोहित त्यो भूमिकाबाट बाहिरिएका छन्। क्रिकेटमा समय कति चाँडो बदल्छ भन्ने यसैबाट थाहा हुन्छ। सन्दीप लामिछानेको कप्तानीमा नेपालले सबैभन्दा पहिले खेल्ने टुर्नामेन्ट हो एसीसी प्रिमियर कप, जुन मलेसियामा हुनेछ। यो टुर्नामेन्टमा नेपालले साउदी अरेबिया, बहराइन, मलेसिया र हङकङ विरुद्ध खेल्नेछ। हेर्दा यी टिमहरू नेपालभन्दा कमजोर लाग्न सक्छन्, तर यो टुर्नामेन्ट नेपालको लागि जति सजिलो देखिन्छ त्यो भन्दा बढी महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भने यो टुर्नामेन्टको प्रदर्शनले सिधै 2027 एसिया कपमा खेल्ने बाटो निर्धारण गर्नेछ। नेपाली क्रिकेट फ्यानहरूको लागि एसिया कप भनेको सपना जस्तै हो र त्यो सपना पूरा गर्ने पहिलो खुड्किलो यही एसीसी प्रिमियर कप हो। त्यसैले सन्दीपको कप्तानीको पहिलो नै टेस्ट एकदमै हाई स्टेक्स टुर्नामेन्टबाट सुरु हुँदैछ। साना टिमहरू विरुद्ध खेल्दा पनि दबाव कम हुँदैन, बरु यी टिमहरूलाई त हराउनै पर्छ भन्ने अपेक्षाले दबाव अझ बढी हुन्छ। यसका साथै एउटा रोचक कुरा के छ भने सन्दीपले बाँकी रहेका CWC लिग 2 का म्याचहरूमा पनि कप्तानी गर्ने सम्भावना रहेको बताइएको छ। यसको मतलब यदि यो निर्णय स्थायी रूपमा लागू भयो भने सन्दीप अब नेपालको ओडिआई क्रिकेटको दीर्घकालीन अनुहार बन्न सक्छन्। एसीसी प्रिमियर कपको लागि घोषित टोलीमा केही एकदमै चर्चित निर्णयहरू भएका छन्। सबैभन्दा बढी चर्चामा आएको नाम हो कुशल भुर्तेल। आक्रामक ओपनिङ ब्याट्सम्यानको रूपमा चिनिने कुशललाई ओडिआई टोलीबाट बाहिर राखिएको छ। यो निर्णयले फ्यान्स र विश्लेषकहरूबीच बहस नै सिर्जना गरेको छ, किनभने कुशलको आक्रामक ब्याटिङ शैली नेपालको लागि धेरै पटक फाइदाजनक साबित भएको थियो। तर यसको पछाडि एउटा तर्क पनि छ। कुशललाई ओडिआई टोलीबाट हटाइए पनि पूर्ण रूपमा व्यवस्था गरिएको छैन। उनलाई टप एन्ड सिरिजको लागि नेपाल ए टोलीमा राखिएको छ, जहाँ उनी अस्ट्रेलियामा खेल्नेछन्। यसको मतलब यो निर्णय सजायको रूपमा भन्दा विदेशी परिस्थितिमा थप अनुभव र अभ्यास दिलाउने रणनीतिको हिस्सा हुन सक्छ। अस्ट्रेलियाली कन्डिसनमा खेल्दा कुशलले आफ्नो खेललाई अझै मजबुत बनाउने अवसर पाउनेछन् र भविष्यमा फेरि ओडिआई टोलीमा फर्किने बाटो खुला नै छ। सोमपाल चामी पनि यसपटक ओडिआई टोलीबाट बाहिरिएका छन्। नेपाली क्रिकेटको अनुभवी अनुहारहरूमध्ये एक मानिने सोमपाल बाहिरिनुले पनि टोली व्यवस्थापनले भविष्यको लागि युवा र फर्ममा भएका खेलाडीहरूलाई प्राथमिकता दिन खोजेको संकेत दिन्छ। नन्दन यादवको हकमा भने कुरा अलि फरक छ। उनी टोलीमा नहुनुको कारण फर्म वा प्रदर्शन होइन, बरु चोट हो। यो प्रष्टसँग बताइएको छ ताकि नन्दनको प्रदर्शनमाथि गलत प्रश्न नउठोस्। चोटबाट निको भएपछि उनी फेरि टोलीमा फर्किने पूरा सम्भावना छ। अब कुरा गरौँ एसीसी प्रिमियर कपको लागि घोषित पूरा टोलीको। टोलीमा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, ईशान पाण्डे, सन्दीप जोरा, गुलसन झा, करण केसी, ललित राजवंशी, हेमन्त धामी लगायतका अनुभवी र युवा खेलाडीहरू समावेश छन्। यो टोली हेर्दा एकदमै ब्यालेन्स देखिन्छ। अनुभवी खेलाडीहरूको स्थिरता र युवाहरूको ऊर्जा दुवै मिसिएको छ। एसीसी प्रिमियर कपसँगै अर्को महत्त्वपूर्ण गतिविधि पनि हुनेछ। नेपाल ए टोलीले अस्ट्रेलियामा टप एन्ड सिरिज खेल्नेछ र यस टोलीको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यस टोलीमा कुशल भुर्तेल जस्ता खेलाडीहरू समावेश गरिएर विदेशी कन्डिसनमा खेलाडीहरूलाई अनुभव दिने रणनीति देखिन्छ। नेपाली क्रिकेटको भविष्यको लागि यो प्रकारको डुएल टोली प्रणाली एकदमै राम्रो कदम मानिन्छ, किनभने यसले एकैसाथ दुई मोर्चामा खेलाडी तयार पार्न मद्दत गर्छ। अब आउनुहोस् यो पूरा घटनाक्रमलाई अलिक गहिलाइमा बुझौँ। यो कप्तानी परिवर्तन सामान्य निर्णय होइन, किनभने यो त्यस्तो समयमा आएको छ जब नेपालको ओडिआई स्ट्याटस नै चुनौतीमा छ। CWC लिग 2 मा नेपालको स्थिति सहज छैन र त्यसैले सन्दीप लामिछानेको कप्तानी एउटा ठूलो परीक्षा बन्न पुगेको छ। यदि नतिजा राम्रो आएन भने आलोचना सिधै नयाँ कप्तानतिर जानेछ र यदि नतिजा राम्रो आयो भने यो निर्णय एकदमै मास्टर स्ट्रोक साबित हुनेछ। सन्दीपको लागि सबैभन्दा ठूलो
चुनौती भनेको प्रदर्शन नगर्ने खेलाडीहरूमाथि कडा निर्णय लिन सक्ने कप्तान बन्नु हो। नेतृत्व भनेको केवल मैदानमा राम्रो खेल्नु मात्र होइन, बरु टोलीभित्र कठोर निर्णयहरू लिन सक्ने साहस पनि हो। भुर्तेललाई ओडिआई टोलीबाट बाहिर राख्ने जस्तो विवादास्पद निर्णयहरूको बीचमा सन्दीपले आफ्नो नेतृत्व कति परिपक्व तरिकाले चलाउँछन् भन्ने कुरा हेर्न बाँकी नै छ। रोहित पौडेलको लागि पनि यो समय निकै महत्त्वपूर्ण छ। अब कप्तान नभएकाले उनको ध्यान पूर्ण रूपमा ब्याटिङमा केन्द्रित हुनेछ र टोलीमा आफ्नो स्थान कायम राख्न उनलाई निरन्तर राम्रो प्रदर्शन देखाउनु पर्ने दबाव बढेको छ। यो दबाव उनको लागि फाइदाजनक पनि हुन सक्छ, किनभने कप्तानीको अतिरिक्त जिम्मेवारीबाट मुक्त भएपछि उनी शुद्ध रूपमा आफ्नो ब्याटिङमा फोकस गर्न सक्नेछन्। अब कुरा गरौँ नेपाली क्रिकेटको आगामी दिनहरूको। यो समय नेपाली क्रिकेटको लागि निकै व्यस्त हुनेछ। एसीसी प्रिमियर कप पछि नेपालले एशियन गेम्समा खेल्नेछ, त्यसपछि सीडब्ल्यूसी लिग 2 का बाँकी म्याचहरू छन् र अक्टोबरमा नेपाल प्रिमियर लिग पनि हुने तयारीमा छ। यी सबै टुर्नामेन्टहरू लगातार आउँदा नेपाली क्रिकेटमा उत्साह पनि बढ्नेछ, तर खेलाडी र टोली व्यवस्थापनको लागि यो एकदमै थकाउने र चुनौतीपूर्ण समय तालिका पनि हो। यति धेरै टुर्नामेन्टहरू लगातार आउँदा फिटनेस म्यानेजमेन्ट, खेलाडीहरूको रोटेसन र मानसिक तयारी जस्ता कुराहरू पनि एकदमै महत्त्वपूर्ण हुन्छन्। यदि नेपालले यी सबै मोर्चामा सन्तुलन मिलाउन सक्यो भने आगामी महिनाहरू नेपाली क्रिकेटको लागि निकै फलदायी हुन सक्छन्। त्यसैले साथीहरू, यो कप्तानी परिवर्तन नेपाली क्रिकेटको एउटा नयाँ अध्यायको सुरुवात हो भन्दा फरक पर्दैन। सन्दीप लामिछाने जो आफै एउटा विवादपूर्ण र उतार चढावपूर्ण यात्रा पार गरेर यहाँसम्म आइपुगेका छन्, अब फेरि नेतृत्वको जिम्मेवारीमा छन्। उनको सामु एसीसी प्रिमियर कपमा राम्रो प्रदर्शन गरेर एसिया कपको बाटो खोल्ने र साथसाथै सीडब्ल्यूसी लिग 2 मा नेपालको ओडिआई स्ट्याटस जोगाउने दोहोरो चुनौती छ। यदि सन्दीपले यी दुवै मोर्चामा सफलता हासिल गरे भने यो निर्णय नेपाली क्रिकेट इतिहासमा एउटा टर्निङ पोइन्टको रूपमा सम्झिनेछ। तर यदि नतिजाहरू आशा अनुरूप आएनन् भने बोर्डले फेरि एकपटक कठोर निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। अहिलेको लागि भने सबैको ध्यान 30 अगस्तदेखि सुरु हुने एसीसी प्रिमियर कपतिर केन्द्रित छ, जहाँ सन्दीप लामिछानेको नयाँ यात्रा सुरु हुँदैछ। तपाईहरूलाई के लाग्छ? सन्दीप लामिछानेको यो कप्तानी फर्केर आउनु नेपाली क्रिकेटको लागि राम्रो निर्णय हो कि रोहित पौडेललाई नै निरन्तरता दिनु पर्थ्यो? आफ्नो विचार कमेन्ट बक्समा लेखेर हामीलाई जानकारी गराउनुहोस्। यस्तै थप नेपाल क्रिकेट सम्बन्धी अपडेट र गहिरो विश्लेषणको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। भिडियोलाई लाइक गर्नुहोला र बेल आइकनलाई पनि अन गर्नुहोला ताकि आगामी अपडेटहरू तपाईले सबैभन्दा पहिले पाउनुहोस्। धन्यवाद।